एकैछिन पर्खिनुहोस् है, यो भिडियो एकदम इम्पोर्टेन्ट भिडियो छ, बरु जति सक्दो सेयर गरिदिनुहोस् ताकि जेनजी टिमसम्म यो भिडियो पुगोस्। र जेनजी आन्दोलनमा परेर शहीद हुनुभएका सन्तोष लामिछानेको श्रीमतीलाई फोनमा धम्की एमालेको झोलेले। उदयपुर बेलाका नगरपालिका वार्ड नम्बर 4 जेनजी टिम हजुरहरूले सक्दो यो मान्छेलाई खोज्ने प्रयास र कहाँ छ कसो छ यसलाई कस्तो खालको कारबाही हुन्छ अगाडि बढाउनु होला। मैले सबै कुरा भन्नुभन्दा पनि उहाँकै मुखबाट सुनौँ है त। यस्तो अवस्थामा धम्की दिने मान्छेलाई सुनौँ है त। म चाहिँ सन्तोष विश्वकर्मा शहीदको श्रीमती हो। के भयो भने मलाई चाहिँ अब एमाले पार्टीको सदस्यले फोन गर्नुभयो। सुरुमा फोन गरेर के भन्नुभयो भनेदेखि उहाँले केही सोध्नु भएन, के छ खबर कसो छ केही सोध्नु भएन। एक्कासी फोन गरेर ब्यानरमा हत्यारा लेखेको छ अरे, त्यो कसले बनाएको ब्यानर भन्नुभयो। मैले भने हामीले नै बनाएको हो भने। अनि के अरे कसले मतलब त्यहाँ त हत्यारा मात्र लेखेको छ अरे त भन्नुभयो। त्यस्तो चाहिँ लेखेको छैन, हत्यारा सरकार मुर्दाबाद भनेर लेखेको छ। तपाईँलाई कसले भन्नु भने मैले त्यसो भन्दा खोइ हाम्रो साथीहरूले नै यहाँनिर कुरा गरिराख्नु भएको थियो अनि भन्नुभयो होइन। त्यसो भनेपछि त्यस्तो लेखेको छैन, तपाईँले आएर पनि हेर्न सक्नुहुन्छ भन। अहिले अब मैले गलत बोलेको छु भने डिटोली जे मैले होइन कलमा बोलेको छ त्यो त अहिले फेरि म कल रेकर्ड निकाल्छु भन्दाखेरि गएर पाइन्छ नि त कम्प्युटरमा। अनि मैले आएर तपाईँ हेर्न पनि सक्नुहुन्छ, तर हत्यारा मात्र लेखेको छैन, हत्यारा सरकार मुर्दाबाद भनेर लेखेको छ भने। अनि उहाँ बेलुका आउनुभयो, जो मलाई कल गर्ने व्यक्ति नै आउनुभयो, त्यो व्यक्ति नै आएर हेर्नुभयो।